Hello everyone, welcome to my mini blog. अनि अस्ति हाम्रो छोरीको इभेन्टको लागिलाई चाहिँ जतिजना आउनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले स्टार्टरको रूपमा चाहिँ रोटी सर्भ गरेको थियौँ गाइस। या तपाईँहरूले देख्न सक्नुहुन्छ अचार अनि यो चाहिँ सो स्पाइसी आम क्रेभिङ कम अन। अनि यहाँ चाहिँ हामीले रोटीसँगै आलु अनि मटर चना हामीले यसरी प्रिपेयर गरेको थियौँ। यहाँ चाहिँ खसीको मासु अनि मटन देख्न सक्नुहुन्छ। यो चाहिँ बङ्गलको मासु पर्क देख्न सक्नुहुन्छ गाइज। यो चाहिँ खानाको लागि हामीले रेडी गरेको। हाम्रो लोकालिटीमा चाहिँ गाइज हामीले यसरी पकाउने गर्छौँ। अनि यहाँ लिरन भाइले चाहिँ मटनको मासु देखाउँदैछ है सुपवाला। अनि हाई पनि भन्दैछ, मामा पनि हुनुहुन्छ र यता किचन डिपार्टमेन्टमा धनबाद दाई पनि हुनुहुन्छ। अनि म चाहिँ गएँ भनेको फेरि उहाँले यहाँ हेर्नुपर्छ भन्नुभयो, खाना देखाउनु हुँदैछ। अनि मामा चाहिँ मेन हो, फेरि उहाँ आउनुहुँदैछ, उहाँ चाहिँ किचन डिपार्टको। सो या फेरि पनि धनबाद दाइले चाहिँ मलाई के भन्नुभयो भने होइन हाम्रो फोटो चाहियो भन्नुहुन्छ। अनि मैले भिडियो नै गरिदिएको गाइज। अनि यसरी पुरा सबैजना मिलेर आँगनमा बसेर खाँदै हुनुहुन्छ र इन्जोय गर्दै हुनुहुन्छ। लियन भाइ सर्भ गर्दैछ, यता दिकपाल दाई पनि पुरा खाना सर्भ गर्नुहुँदैछ, हाई पनि भन्नुहुँदैछ। सो या यसरी रमाइलो भइरहेछ। अनि उहाँले फेरि पनि थप खानाहरू ल्याउँदै हुनुहुन्छ, बाँड्दै हुनुहुन्छ। अनि यता कर्ण भाइ र इसाक भतिज पनि बाँड्दैछ है, एकदमै हेल्प गर्दैछ, त्यो देख्न सक्नुहुन्छ। र सबैजना गफ गर्दै एकदम रमाइलो सादा खाँदै बसिराख्नु भएको छ, इन्जोय गरिराख्नु भएको छ गाइज। अनि त्यो ठुलो ठुलो भाँडामा पकाएको थियौँ हामीले चाहिँ, लास्टमा केक पनि काटेको थियौँ। थ्याङ्क्स फर वाचिङ।